ल है हजुरहरू, म चाहिँ आज सिस्नो पकाउन लागिरहेको छु होइन। सिस्नो ल्याएर चाहिँ अहिले सिस्नोलाई पखाल्दैछु, जम पानीमा पखाल्दैछु। त्यसपछि चाहिँ रेडी हुन्छ, हाम्रो पकाउने सुरु हुन्छ। अहिले चाहिँ पखाल्दैछु, हेर्दै जानु होला। अहिले चाहिँ यो चाहिँ थोरै मकैको पिठो हालेर चलाउँदैछु। मकैको पिठो चलाइसकेपछि चाहिँ हामीले फेरि सिस्नो हालेर मजाले पकाउँछौँ। यो सिस्नो हो। हालिदियो है, सिस्नो हालिँदैछ कुकरमा। सिस्नो मजाले सिस्नो पकाएर चाहिँ खानुपर्छ। चाहिँ सिस्टी लाग्यो है। त्यसपछि पाक्यो, नुन हाल्यो। त्यसपछि यो पेस्ट, मसलाको पेस्ट हालेर चलाइदिनु होला। हालेर चलाउँदैछु यो मसला पेस्ट। वाउ, दामी बने जस्तो छ। ल रेडी भइसक्यो, मिठो बनेको छ है। यो चाहिँ झान्न लाग्यो। लसुन, मेथी, खुर्सानी राखेर टक्क तरिकाले अब जानिन्छ। धेरै तातिसक्यो। यहाँ गर्छ अब। यसरी चाहिँ हाम्रो सिस्नो रेडी हुन्छ है। सिस्नो रेडी भयो। हजुरहरू नि यसरी नै बनाएर खानु होला सिस्नो। वाउ, कति मिठो, लास्टै स्वाद दिलो छ। हेल्दी पनि हुन्छ, मिठो पनि हुन्छ, स्वास्थ्यको लागि राम्रो पनि हुन्छ है त सिस्नो चाहिँ।